एकदमै नछुटेको जोडी जुन कि अहिले मानबहादुर श्रेष्ठ जो आफ्नो देशबाट परदेशमा हुनुहुन्छ र यो मानबहादुर श्रेष्ठको अनुपस्थितिमा धनबहादुरलाई चाहिँ कतिको प्रेसर हुँदो रहेछ, कतिको बढी जिम्मेवारी कतिको बढ्दो रहेछ? प्रेसर हुन्छ। अब मानबहादुर श्रेष्ठ भनेको अब एकदमै राम्रो खेलाडी हुनुहुन्छ, उहाँ नेपालको क्याप्टेन पनि नभएर होइन, अब सबैमा पर्फेक्ट, अब आउटसाइड हिटरदेखि लिएर रिसिभ बलकमा सबैमा होइन, त्यस्तो राम्रो प्लेयर नहुँदा त उसलाई त अब उसको टिममा नहुँदा त प्रेसर त हुन्छ। किनभने हाम्रो आउटसाइड हिटर वाइड बल हुन्छ, उसमा वाइड बल गेममा जित्नको लागि वाइड बल एकदम बाहिरबाट हान्ने चाहिँ एकदम इम्पोर्टेन्ट छ गेम जित्नको लागि। अनि ऊ हुँदा त अब उसले म भित्र हुँदा उसले बाहिरबाट हान्ने र ऊ भित्र हुँदा मैले बाहिर हान्ने, त्यसो कम्बिनेसन मिलाएर थियो। अहिले चाहिँ फेरि आउटसाइड हिटर बाहिरबाट हान्ने चाहिँ म एक्लै छ। र त्यो भएको कारणले चाहिँ अब नयाँ भाइहरूले नि अब राम्रो त खेले अब होइन, तर ऊ जतिको बाहिरबाट सबै कुरा मिलेको चाहिँ त्यति छैन। अब बिस्तारै कम्बिनेसन हुँदै जान्छ। अरू भाइहरू पनि राम्रो हुनुहुन्छ, अब चान्स पाएपछि राम्रो गर्छ भाइहरूले नि भन्ने आशा लागेको छ।